कसैले आफ्नो पार्टी वा नेताको समर्थन गर्नु गलत कुरा होइन, त्यो उसको व्यक्तिगत अधिकार हो। नेपाल एउटा लोकतान्त्रिक देश हो र यहाँका हरेक व्यक्तिले आफ्नो विचार राख्न पाउनुपर्छ, किनकि लोकतन्त्रमा सबैले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता हुन्छ। कसैले बालेनको सपोर्ट लिन्छ त कसैले केपी ओलीको, कसैले सरकारको पक्ष लिन्छ त कसैले विरोध गर्छ। फरक विचार हुनु स्वाभाविक कुरा हो, किनकि जहाँ स्वतन्त्र सोच हुन्छ त्यहाँ फरक विचार पनि हुन्छ। तर समस्या यहाँ विचारको फरकपनको होइन, समस्या हो यहाँका मान्छेको मानसिकताको। हामीले हिजोको इतिहासमा सुनेका छौँ पञ्चायतमा बोल्न पाइँदैन थियो रे। तर तपाईँलाई के लाग्छ कि आज बोल्न पाइन्छ? कसैले आफ्नो विचार व्यक्त गर्दा उसलाई गाली गलौज, ट्रोल, रेप गर्ने, पिट्ने धम्की दिने भनेको विकृत मानसिकताले भरिएको समाज भएर हो, विकृत मानसिकताले भरिएका मानिसहरू भएर हो। देश बदल्न व्यवस्था र नेता मात्र फेरिएर पुग्दैन, जनता र तिनको सोच पनि बदलिनुपर्छ। नेपालमा अहिले सरकार र नेता त फेरिए, तर जनता भने आजै पनि त्यही विकृत मानसिकताका नै छन्। अनि विडम्बना के छ भने यी जनताहरू आफै बदलिन चाहँदैनन्, तर सरकारबाट अपेक्षा गर्छन् एक सुन्दर, विकसित र सभ्य देश। बेटे चुपचाप क्या घंटे का इंसाफ, देश कैसे होगा साफ, इनकी नियत में है दाग, सिर्फ करते रहेंगे बात।